हेलो एभ्रिवान, आज हामी एक्सेलमा म्याट्रिक्सको डिटर्मिनेन्ट कसरी निकाल्ने त्यसको बारेमा सिक्नेछौँ है। हामीसँग यहाँ दुईटा म्याट्रिक्स छ, म्याट्रिक्स ए एन्ड म्याट्रिक्स बी। ल यसको हामीले डिटर्मिनेन्ट निकालौँ है त। ल सबसे पहिला म्याट्रिक्स ए को निकालौँ। यसको लागि हामी यहाँ गएर इक्वल टु टाइप गर्छौँ र डिटर्मिनेन्ट निकाल्ने फर्मुला के हुन्छ भन्दा एमडिइटिई यति टाइप गर्ने बित्तिकै यहाँनिर सजेसन आउँछ। यो फर्मुला डबल क्लिक गऱ्यौँ भने त्यहाँ हेर्नु त ए सिलेक्ट गर्न भनिरहेछ, जसको निकाल्नु छ त्यो म्याट्रिक्सलाई हामीले यसरी सिलेक्ट गर्छौँ, ब्राकेट बन्द गर्छौँ र यदि हजुरसँग अफिस 365 छ भने त्यतिखेर सिम्पली इन्टर थिच्दा भयो, होइन भने हजुरले सिफ्टसँग इन्टर थिच्न पर्यो है त। मैले यहाँ क्लिक गरेँ इन्टर, नाउ 101 आयो। नेक्स्ट भनेको फेरि हामीले यहाँ इक्वल टु लेख्छौँ, सेम फर्मुला एम डिटर्मिनेन्ट यहाँ आयो। ए भनेको हाम्रो म्याट्रिक्स बी भयो, यसलाई सिलेक्ट गर्छौँ एन्ड देन ब्राकेट क्लोज गरेर मैले इन्टर क्लिक गरेँ, यहाँनिर अर्को डिटर्मिनेन्ट आयो।